Hello and namaste. Welcome back to my channel. Hope you all guys are doing amazing. अनि आजको मेरो ब्लगमा चाहिँ समथिङ स्पेसल आउँछ के भन्दा स्वरको कन्सर्ट केही छैन। म चाहिँ अहिले हल्का यत्तिकै गफ गर्दै स्वरको कन्सर्टमा जानको लागि रेडी हुन्छु। लाइक गेट रेडी विथ मी टाइपको ब्लग हो आजको होइन। अनि मेरो आज मर्निङ ड्युटी थियो, त्यसपछि म गएर आएँ, खाना खाएँ, सुतेँ मस्त। त्यसपछि अहिले उठेर रेडी हुन लागेको छु। पहिला चाहिँ कस्तो लाग्थ्यो भने बाहिरतिर त्यो कन्सर्टको भिडियोहरू देख्दाखेरि चाहिँ चितवनमा पनि आयो हुन्थ्यो, चितवनमा पनि भयो हुन्थ्यो, बिदै लिएर भए पनि जतिसुकै महँगो टिकट भए पनि भिआइपी टिकट काटेर सरको कन्सर्ट हेर्न चाहिँ म जान्छु भन्ने खालको एउटा एक्साइटमेन्ट लेभल थियो होइन। तर आज चाहिँ आइएम नट फिलिङ वेल के कस्तो इनर्जी नै नभए जस्तो भइरहेछ क्या बडीमा। त्यो कारणले गर्दाखेरि पनि आफूभित्र एउटा एक्साइटमेन्ट लेभल त छ होइन, तर जुन त्यो पहिला भयो भने यस्तो जान्छु यस्तो गर्छु यता भन्ने हुन्छ नि, त्यो चाहिँ फेरि छैन क्या आज। त्यही पनि जान त पर्यो। ल अब म बिस्तारै रेडी हुन्छु। मोइस्चराइजर र सनस्क्रिन त अनि हल्का मस्कारा पनि लगाएर म बिहान ड्युटी गएँ। अब अहिले चाहिँ के भन्छ अरे प्राइमर साइमर लाउन झ्याउ लाग्छ मलाई। मैले लगाउँदिनँ कहिले, किनकि मैले फाउन्डेसन युज गर्ने भनेको नै एकदमै रियल्ली हो कि। यसैले यस्तो छ स्किन पुरै, अनि एकदम सेन्सिटिभ छ मेरो स्किनमा, यत्तिकै हुनु हुँदैन। अनि लास्टै चढो पिम्पल्सहरू अनि यो सानो यो कोमोडोन्स टाइपको बम्सहरू आइहाल्छ कि। त्यही भएर पनि मलाई यो फाउन्डेसन चाहिँ युज गर्नै मन लाग्दैन। लाइक अब यस्तै बिएससी पार्टी के स्पेसल ओकेजनहरू भयो भने चाहिँ म लगाउँछु, होइन भने मलाई झ्याउ लाग्छ। पहिले पनि मैले वेट वाइप्सले चाहिँ सल्लाह एकचोटि मुख चाहिँ पुछेँ, मस्करालाई यत्तिकै रहन दिएँ, झ्याउलाई मुख धुनै मन लागेन। एकचोटि बेलुका उता गएर अर्कोचोटि धुन्छु भनेर अनि एकचोटि सल्लाहको वेट वाइप्सले मुख पुछेँ। अनि फेरि डाइरेक्ट फाउन्डेसन अप्लाई गर्न पनि ड्राई हुन्छ नि त, त्यही भएर यो स्नेल म्युसिन यसले पनि मेरो फेसमा खै केही चेन्जेस ल्याए जस्तै लाग्दैन मलाई। केही छैन, हाइड्रेटिङ चाहिँ गराउँछ स्किनलाई, होइन भने अरू त्यो चेन्जेसहरू नथिङ। अब यो लागेर अब मोइस्चराइजर लगाउँछु अनि हल्का मात्रै के एकदम लाइट फाउन्डेसन लगाउँछु, लाइट। हुन त मैले एल्फको फाउन्डेसन युज गर्दैछु अहिले, अरू बेला चाहिँ मैले एलेगलको गर्थेँ। अहिले आज चाहिँ अब यो कस्तो एकदम नेचुरल सेडको छ क्या, अनि एकदम लाइट वेट पनि छ, नेचुरल सेड पनि छ। त्यही भएर क्याजुअल्ली लगाउनु पर्दाखेरि चाहिँ मैले लगाउँदैछु। अब रातिमा भएको भएर रातिमा चाहिँ त्यो नक्कल गर्नु पऱ्यो है। दिउँसो चाहिँ म फाउन्डेसन लगाएर हिँड्दिनँ नर्मल्ली। के अरे यस्तो कतै घुम्न जानु पऱ्यो भने पनि बरु कन्सिलर लगाउँथेँ, कन्सिलर लगाएर ब्लस लगाएर हिँडिदिन्थेँ। म त्यस्तो फाउन्डेसन युज गर्दिनँ कि अरू बेला पनि, मलाई इन्ट्रेस्ट नै लाग्दैन। यो एल्फको फाउन्डेसन अझै यतिकै छ, लाइक इयर नै हुन लाग्यो होला कि यो मसँग आएको। म यही फाउन्डेसन लगाउँछु हल्का फुल्का यस्तो। किन कस्तो के हुन्छ नि, जाँगरै लागेन कि मलाई आज रेडी हुनु। किन एक त हिजो कस्तो भयो भन्दा मेन चाहिँ रातको निन्द्रा पुगेन भने बडीमा कस्तो छुट्टै खालको हुन्छ कि टायर्डनेस के। अनि 2 दिन नाइट ड्युटी गएँ, अनि त्यसपछि अब होल नाइट त्यस्तै हुन्छ नाइटमा, अनि सुतिएन। अनि त्यसपछि अनि हिजो बिहान घर आएपछि पनि म एकचोटि पनि सुतिनँ कि। हिजो के काम थियो, बाहिरतिर निस्किनु पर्ने थियो, अनि के भन्छ अरे एकचोटि नि म सुत्नै पाइनँ। अनि त्यसपछि अनि बेलुका पनि त्यस्तै भयो, साथी दिदीहरू थिए हिजो। अनि त्यसपछि अनि त्यस्तै हो, सुत्नलाई 12:30 भइसकेको थियो। अनि फेरि अनि आज अब ढिलो सुते पनि बिहान अलिकति ढिलो उठ्न पाएको भए त्यस्तो केही नै हुन्थेन। अनि फेरि अब बिहान 6:30 बजे उठेँ आज त, 6:30 बजे उठेर अनि म ड्युटी जानु पऱ्यो। अनि त्यस्तो हुँदाखेरि चाहिँ राति पनि ढिलो सुत्ने, अनि अस्तिदेखिको अनिदो। अनि अस्ति अब रातभरि बसेपछि हिजो आएर लाइक 2-3 आवर्स पनि रेस्ट गरे भए चाहिँ खै त भयो क्या, क्यामेरा रेस्ट गरे भए चाहिँ केही हदसम्मको फ्रेस हुन्थ्यो होला। अनि हिजो पनि यताउता यसो उसो गर्दाखेरि कस्तो ग्लो देखाउँछ कि यो एल्फको फाउन्डेसनले चाहिँ है। मलाई लाए जस्तो पनि देखिँदैन, यस्तो नेचुरल देखाउँछ फेसलाई, तर ग्लो देखाउने क्या। मैले धेरै लगाएको पनि छैन कि, हल्का लगाएर त्यही देखेर टक्क टल्किन्छ अनुहार। रातमा हेर्ने मान्छे कोही छैन, कसले हेर्ने हो, त्यही नै अरूको लागि राम्रो हुँदैन नि। यो कन्सिलर पनि लगाइदिउँ, हल्का फुल्का कन्सिलर। पहिला के मेरो यति पनि ह्याबिट नै थिएन कि गाइजहरू है, यस्तो मेकअप कतै जाने भनेर मेकअप गर्ने भनेपछि मलाई केही नभए पनि त प्यालेन गर्दाखेरि 1 घन्टा लाग्थ्यो कि कतै जाने भनेर रेडी हुँदाखेरि। अहिले चाहिँ जो अब अलिकति बानी पऱ्यो, अनि बानी परेपछि त्यस्तो बढी टाइम नलाग्ने कि, लाग्यो झ्यापझ्याप ब्लेन्ड हान्यो यसो उसो गऱ्यो अनि चाँडै रेडी हुन सिकिसकेँ कि। म स्किन अलिक सेन्सिटिभ हुने, केही लगाउँदा बित्तिकै यस्तो उयोहरू आइहाल्ने,
भएको भएर चाहिँ मैले लगाउन छोडेँ, नत्र पहिला चाहिँ अनि प्रोडक्टहरू हुने आफूसँग है, अनि त्यत्तिकै खेर जाने के युज नै नहुने कहिले पनि। अनि त्यो देख्दाखेरि चाहिँ होइन अब त लगाउनु पर्छ, यत्तिकै खेर के फाल्ने, आफूसँग भएको प्रोडक्टको त के अरे युटिलाइज गरौँ न भन्ने। अब त्यस्तो मेकअप सिकाए पनि होइन के होइन तर जे होस् आफ्नो लागि काम छ। मेकअपै गर्न आउँदैन मलाई भन्ने चाहिँ पर्दैन के। अनि के नै गाह्रो रहेछ र बानी पऱ्यो भने त उत्तिखेरै हुने रहेछ, यस्तो टाइम नै नलाग्दो रहेछ जस्तो नि फिल हुन्छ कि मलाई अहिले। पहिला चाहिँ त्यो आफूले नगरेको भएर, आफूले रियरली गर्दाखेरि आफ्नो हात नबसेको बानी नबसेको भएर चाहिँ आफूलाई टाइम लाग्ने। अनि अरूले कसरी सक्छन् होला यसरी हिँड्न, यति चाँडो कसरी गर्न सक्छन् होला जस्तो लाग्थ्यो। अनि मलाई मेन कुरा चाहिँ यो मेकअप गर्ने बेलामा ब्लस चाहिँ ब्लेन्डरले के अरे ब्लेन्ड गर्न चाहिँ यस्तो सजिलो लाग्छ कि। लिक्विड ब्लस पाउडर ब्लस त ब्रसले नै गरिन्छ होइन, तर यो लिक्विड ब्लस चाहिँ यस्तो सजिलो लाग्छ, कति मजाले कस्तो स्मुथली ब्लेन्ड भइदिन्छ कि ब्लेन्डरले ब्रसले ब्लेन्ड गर्दाखेरि चाहिँ ऊ लाग्थ्यो क्या मलाई, के अरे हल्का गाह्रो लाग्थ्यो, अलिकति टाइम लाग्थ्यो, अनि अलि मिलाएर गर्नुपर्थ्यो, कतै थोरै कतै धेरै भयो जस्तो टाइपको लाग्थ्यो। अनि जब यो ब्लेन्डरले ब्लेन्ड गर्ने बानी भयो मलाई, त्यसपछि त मैले एउटा ब्लेन्डरै यो ब्लसको लागि पुरानो ब्लेन्डर हो कि, पाउडर ब्लस मनै पर्दैन, लगाउनै मन लाग्दैन पाउडर ब्लस। यही लिक्विड ब्लस नै कस्तो स्मुथ फ्ललेस देखिन्छ जस्तो लाग्छ पाउडर भन्दा। अनि यही नै लगाएर हिँडिरहेको हुन्छु म। पाउडर ब्रस लगाएर त मैले अहिले ढिला गरिसकेँ, लगाउनै बन्द गरिसकेँ। अनि मेरो मेन प्रब्लम चाहिँ यसरी स्माइल क्रिज बस्छ कि यहाँ। मैले कहाँ अस्ति एउटा टिकटकमा एउटा आइडिया देखाएको थिएँ, यसरी पाउडर यसरी यो स्माइल गर्दाखेरि क्रिज बस्यो, कस्तो धेरै लागेको यार एक साइडमा। क्रिज बस्यो भने के गर्ने भनेर एउटा मेकअप आर्टिस्टले सिकाउनु भएको थियो। आई विल डु द्याट। हेरौँ न के हुँदो रहेछ। हुन त मैले आज त फेरि पाउडर लगाइदिइसकेँ, पाउडर लगाएपछि त के अर्थ होला र, यत्तिकै त्योमा फाउन्डेसन लगाउँदै रमै गर्न पाएको भए हुन्थ्यो होला। हो सब के भन्दै थिएँ मैले, के बिर्सिएँ। ट्याक्कै दिदीले कल गरेँ, लगाइदिन्छु जलाग्दो। यस्तो छु कि दाइजहरू अल्छी। नभए त्यो के अरे हाइलाइटर र ब्लसको प्यालेट निकाल्ने झ्याउ लाग्यो मलाई। सानो आइस्याडो प्यालेट थियो, एउटा लगाइदिएँ। तर यो बिहानदेखि लगाएको मस्करा भएर यसो तल कालो कालो बगिसकेको रहेछ कि। मेरो साथी आइन्, रेडी भएर आइन्। खासमा मलाई छुट्टी निकाल्ने झ्याउ लगाएर उसलाई लिन आऊ न, तिमीले छुट्टीमा जामला भनेको थिएँ। अब तर मैले स्कुटर निकाल्न पर्ने कन्डिसन आइपुगेको छ। आइपुगिन् हाम्रो यहाँ मिस निमिषा सुवेदी। वेलकम टु माई ब्लग। यता हेर न, यता हेर न प्लिज, हेर न नलजाऊ न। यहाँ कतिजना फिदा हुने हुन् फेरि, यस्तो स्वरले तानेर लाला जस्तो कन्सर्ट बगेछ कि। यसमाथि नै थपिदिन्छु। गजल लाउन लाग्छ फेरि, अलरेडी मस्करा थियो आँखामा, मुखले नै झ्याउ लाग्यो मलाई। खै तिम्रो लाइसेन्स लिऊ, म हालिहाल्छु। उतै छ पर्स, रेडी पारेर राखेको छु मैले। मेरो उयसमा हाल त्यही अहिले त फोनमै छ मेरो नागरिक एपमा लाइसेन्स। लाइसेन्स नै चाहिँदैन। अस्ति डाउनलोड गरेर अनि सबै उ गरेँ, अस्तिको पीडा सम्झेर। राम्रो हुने है। मेरो फेरि आज पेट सन्चो भएको होइन, यस्तो अनइजी फिल भइरहेको। यही लुगामाथि पर्फ्युम डाल्न लगाइरहेको, चेन्ज त गर्नै बाँकी छ नि गाइजहरू। ल ओके, दिस इज आउटफिट अफ द नाइट। ओटिएन के आउटफिट अफ द कन्सर्ट के रे। हामी रेडी भयौँ, अब जान्छौँ हामी 6 बजे ट्याक्क। अब निस्किने ट्याक्क 6 बजे निस्किने भनेको ढिलो भयो भनेर टिकटक बनाउन लागेको। घरि एउटाले फोन गरेका छन्, घरि एउटाले फोन गरेका छन्। हाई गर, स्वागत छ मेरो ब्लगमा। स्वागत छ मेरो ब्लग। कन्सर्टको माहौल यस्तो छ, कन्सर्टको माहौल भर्खरले सुरु हुन लाग्यो। ढिलो आएर एकदम राम्रो काम गरेछ हामीले चाहिँ। कसैलाई मन पर्यो भने भन्नु है, म मिलाइदिन्छु यसलाई साइड लाएर।
जसले मन पराउँछ जसले नि मन पराउँछन् मेरो भाइ कम्ताको हिरो अहिले बालक लाएर मात्रै बालक जस्तो देखा गर्न बार्नु उनीहरू ठिक्कन बार्नु फ्याटकी फ्याट ढल्थे बेला केटीहरू अहिले पो अलिकति तिमीले छोड्दा मजल्दा मेरो भाग्यमा रहेनौ तिमी खुसी नै छु म बाबाहरू चाहिँ क्रेजी छ गाइजहरू क्रेजी सुरु हुँदैछ एक्साइटमेन्ट लेभल कति हो एकदम हाई वेलकम टु माई ब्लग अधिकार छैन